आज हामी विम वेन्डर्सको एउटा एकदमै चर्चित फिल्म पर्फेक्ट डेजको बारेमा कुरा गर्दैछौँ। यो यस्तो फिल्म हो जसले हामीलाई सामान्य जीवनको कलाबारे एकदमै गहिरो र सुन्दर तरिकाले सोच्न लगाउँछ। ल सुरु गरौँ है त। फिल्म सुरु हुन्छ यसको मुख्य पात्र हिरायामाको एउटा मन्त्रबाट, र त्यो मन्त्र हो अर्को पटक भनेको अर्को पटक हो, अहिले भनेको अहिले हो। कति साधारण वाक्य होइन, तर यही वाक्यमा नै फिल्मको पुरै आत्मा लुकेको छ। मतलब न त विगतको पश्तोतो न भविष्यको चिन्ता, बस यही क्षण यही वर्तमानमा जिउनु। यो फिल्मको जुन एउटा मेडिटेटिभ शान्त खालको वाइब छ नि, त्यो यही दृश्यबाट सुरु हुन्छ। हेर्नुस् त, रुखका पातहरूबाट छिरेर आएको यो प्रकाश। जापानिज भाषामा यसलाई कोमोरेबी भनिन्छ, र यो शब्द, यो दृश्य फिल्मको कथा बुझ्नको लागि एकदमै महत्त्वपूर्ण छ। ल अब पहिलो खण्डमा जाउँ। सुन्दा अलि अनौठो लाग्न सक्छ होइन? पहिलो नजरमा त यो फिल्मको कथा एकदमै सामान्य लाग्छ। एउटा मान्छेको कथा हो जो सार्वजनिक शौचालय सफा गर्छ। तर विश्वास गर्नुहोस्, यसको सतहभन्दा धेरै तल गहिराई लुकेको छ। अब हिरायामाको दिनचर्या हेरौँ है। उनको जीवन एउटा एकदमै स्ट्रिक्ट दोहोरिने तालिकामा बाँधिएको छ। बिहानै उठ्ने, बोट बिरुवालाई पानी हाल्ने, गाडी चलाएर शिबुया जाने, अनि एकदमै ध्यान दिएर टोकियोको सार्वजनिक शौचालयहरू सफा गर्ने। त्यसपछि रुखहरूको फोटो खिच्ने, किताब पढ्ने, सङ्गीत सुन्ने, अनि सुत्ने, र भोलिपल्ट फेरि यही क्रम। बाहिरबाट हेर्दा कस्तो बोरिङ लाग्न सक्छ होइन र? तर अचम्मको कुरा के छ भने यही दिनचर्याभित्र उनले शान्ति र सन्तुष्टि भेटाएका छन्। यहाँनिर हामी दुई एकदमै फरक संसार देख्छौँ। एकातिर छन् हिरायामा, जो आफ्नो कामलाई पूजा जसरी गर्छन्, एकदमै लगनशील र समर्पित, अनि अर्कोतिर छन् उनका सहकर्मी ताकाशी। ऊ चाहिँ एकदम लापरवाह, काममा ध्यान नदिने, अनि जति बेला पनि फोनमा व्यस्त। ऊ भनेको आजको फास्ट पेस्ड आधुनिक पुस्ताको प्रतिनिधि जस्तै हो। यही भिन्नताले नै फिल्मको एउटा मुख्य द्वन्द्वलाई देखाउँछ। ल अब दोस्रो खण्डमा जाउँ। अहिलेसम्म हामीले हिरायामाको जीवनमा के भइरहेको छ भनेर हेर्यौं। अब किन भइरहेको छ भन्नेतिर लागौं। आखिर उनले यस्तो साधारण जीवन किन रोजे त? यसको पछाडि केही दर्शन लुकेको छ कि? हो, हिरायामाको जीवनको पछाडि एउटा गहिरो दर्शन छ, जसलाई भनिन्छ भोलिन्टरी सिम्प्लिसिटी, अर्थात् स्वैच्छिक सरलता। यो भनेको गरिबी होइन है, यो त जानी जानी आफ्नो इच्छाले रोजिएको एउटा सरल जीवन हो। यस्तो जीवन जहाँ खुसी महँगो सामानमा होइन, बरु साना साना अनुभवहरूमा खोजिन्छ। अब यो स्वैच्छिक सरलताका केही मुख्य सिद्धान्तहरू छन्, र ती सबै हिरायामाको जीवनमा प्रष्ट देखिन्छन्। जस्तै भौतिक सरलता, मतलब थोरैमा चित्त बुझाउनु, आत्मनिर्णय, आफ्नो जीवनको बाटो आफै नियन्त्रण गर्नु, अनि प्रकृतिप्रतिको सम्मान र आफ्नो व्यक्तिगत विकासको लागि किताब पढ्ने, सङ्गीत सुन्ने। भन्नुको मतलब बाहिरबाट हेर्दा सरल, तर भित्रबाट एकदमै धनी जीवन। अब तेस्रो खण्डमा लागौं। यो फिल्मको एउटा सबैभन्दा सुन्दर पक्ष नै यही हो। फिल्ममा संवाद एकदमै कम छ, तर पनि हामी हिरायामाको भित्री संसारलाई एकदमै गहिरोसँग बुझ्न सक्छौं। कसरी? किनकि उनका भावनाहरू शब्दबाट होइन, बरु दृश्य र सङ्गीतबाट व्यक्त हुन्छन्। ल फेरि एकपटक त्यही कोमोरेबीमा फर्कौं है। याद छ, रुखका पातहरूबाट छिर्ने त्यो प्रकाश? त्यो केवल एउटा सुन्दर दृश्य मात्र होइन, यो त जीवनको क्षणभङ्गुरताको प्रतीक हो। एक पलमा देखिन्छ, अर्को पलमा हराइहाल्छ। यही फ्लिटिङ ब्युटी, यही क्षणिक सुन्दरतालाई हिरायामाले आफ्नो पुरानो क्यामेरामा कैद गर्न खोजिरहन्छन्। हिरायामाको लागि त्यो कोमोरेबी एक किसिमको मौन उपचार जस्तै हो, एउटा साइलेन्ट थेरापी। जब उनी आकाशतिर हेर्छन्, उनले प्रकृतिसँग र आफूभन्दा पनि ठूलो कुनै शक्तिसँग जोडिएको महसुस गर्छन्। भन्न सकिन्छ यो उनको एक्लोपनको लागि एक प्राकृतिक मलम जस्तै हो। अनि सङ्गीत त झन् उनको भावनाको भाषा नै हो। हिरायामाको गाडीमा बज्ने ती 60 र 70को दशकका पुराना क्यासेट टेपहरू, दि एनिमल्स, लू रिड, निना सिमोन, यी गीतहरू उनको विगत र भावनाहरूसँग जोड्ने एउटा पुल जस्तै हुन्। हरेक गीतले उनको मनको कुनै न कुनै कुरालाई बाहिर ल्याउँछ। ल अब चौथो खण्ड। अहिलेसम्म हामीले हिरायामाको वर्तमान मात्रै देखेका छौं होइन, तर हरेक मान्छेको एउटा विगत हुन्छ। अब कथाको त्यो पत्र पल्टाउने बेला भयो, जसले सबै कुरालाई एउटा बिल्कुलै नयाँ दृष्टिकोण दिन्छ।
फिल्मले हामीलाई एउटा प्रश्नमा अल्झाएर राख्छ। आखिर हिरायामाको जीवन एउटा सचेत छनौट त हो, तर उनले यो किन रोजे? के थियो होला उनको यो छनौटको पछाडि? र यहाँ आउँछ त्यो आश्चर्यजनक सत्य। यो कुरा फिल्ममा देखाइँदैन, तर निर्देशक विम वेन्डर्सले आफ्नो नोटमा खुलासा गरेका छन्। हिरायामा वास्तवमा एउटा धनी परिवारमा हुर्किएका थिए। उनले एउटा सुविधा सम्पन्न जीवन त्यागेर यो बाटो रोजेका हुन्। सोच्नुहोस् त, उनको यो सरलता गरिबीको कारणले होइन, बरु सम्पन्नताबाट भाग्नको लागि थियो। उनको जीवनमा यो ठूलो परिवर्तन एउटा सङ्कटको घडीमा आएको थियो। उनी आफ्नो पुरानो जीवनबाट यति दिक्क भइसकेका थिए कि उनलाई सबै कुरा शून्य लाग्न थालेको थियो। त्यही बेला एउटा सस्तो होटेलको भित्तामा उनले त्यही कोमोरेबीको चमत्कारी दृश्य देखे, र त्यही प्रकाशले उनको दिमागको त्यो शून्यतालाई तोडिदियो, उनलाई नयाँ बाटो देखायो। त्यसपछि नै उनले आफ्नो विगतलाई त्यागेर यो नयाँ सरल जीवनलाई अँगालेका हुन्। ल, अब अन्तिम खण्डमा जाउँ। अहिलेसम्म हामीले कथाका विभिन्न पत्रहरू हेर्यौं, अब ती सबैलाई एकसाथ जोडेर फिल्मको अन्तिम र सबैभन्दा गहिरो सन्देश बुझ्ने प्रयास गरौं। फिल्मको अन्तिम दृश्य एकदमै शक्तिशाली छ। हिरायामा गाडी चलाइरहेका हुन्छन् र नीना सिमोनको फिलिङ गुड गीत बजिरहेको हुन्छ। उनको अनुहारमा एकैछिनमा खुशी देखिन्छ अनि एकैछिनमा दुःख, हाँसो र आँसु एकैसाथ। यो दृश्यले के देखाउँछ भने उनको जीवन पीडाबाट मुक्त छैन। उनको सरल जीवनमा पनि भावनाका अनेक उतार चढाव छन्, तर जे छ त्यो अर्थपूर्ण छ। मतलब उनको यो साधारण देखिने जीवनमा एउटा सम्पूर्ण जीवनको अनुभव लुकेको छ। खुशी पनि छ, दुःख पनि छ, र सबैभन्दा महत्त्वपूर्ण वर्तमान क्षणमा पाइने एउटा गहिरो सन्तुष्टि छ। उनको जीवन खाली छैन, बरु हरेक सासाना कुराले भरिपूर्ण छ। र अन्तमा यो फिल्मले हामी सबैलाई एउटा प्रश्न सोधेर छोडिदिन्छ। जिउनुको अर्थ के हो? के ठूला उपलब्धिहरूले मात्रै दिनलाई उत्तम बनाउँछ, वा हरेक दिनका साना साना क्षणहरूको सुन्दरतालाई महसुस गर्नुले? आखिर एउटा पर्फेक्ट डे वा उत्तम दिन भनेको के हो त?